गाइज नमस्ते सबैजनालाई सन्चै आराम कुशल हुनुहुन्छ भन्ने आशा गर्दै म आजको फेरि बिहानको ब्लग स्टार्ट गर्न जाँदैछु। हेर्नुहोस् आज चाहिँ हामी यता पत्करुमा रहेको एउटा यस्तो चिजमा चाहिँ आज यो के काट्दैछौँ भने यो उवा काट्दैछौँ। उवा काटेर चाहिँ आज हामी घर लाँदैछौँ। एउटा जिमा शेर्पा, एउटा गिमी शेर्पा र एकजना चाहिँ पासाङ लम्बी शेर्पा हुनुहुन्छ, देख्न सक्नुहुनेछ। उवा पाकेर लटरम्मै भएको छ। यो उवा चाहिँ फेरि मसिनो छ, यो तलतिर खोला छ, मासतिर चाहिँ पाहाड छ। त्यहाँबाट चाहिँ भेडु सेडु बाँदर साँदर दुनियाँदारी आएर गेम खाइदिएको हुनाले, यो लखरिएको खाएको हुनाले अब हामीले चाहिँ आज नै तत्काल यो सबै काटेर माथि घरमा लगेर काम गर्नेवालामा छौँ। गाइज यस्तै छ, हेर्नु है, यस्तो रहेछ। ल तल तिनजना काट्दैछन्। अहिले यहाँ तोरी पनि रहेछ। यो तोरी यो सब अलिकति छुट्टा, तोरी फाल्टै वा फाल्टै छुट्याउनु पर्ने हुँदो रहेछ। छुट्याएर काम गर्नेवालामा छौँ गाइज। ल है, आजको भिडियो हेर्दै जानुहोस्। जिमा शेर्पा हेर्दैछ र त्यसै गरी बिचको पासाङ लम्बी शेर्पा, हिमी शेर्पा र त्यसै गरी एकजना पासाङ लम्बी शेर्पा देख्न सक्नुहुनेछ। माथिको यो डाँडाभन्दा माथि घर छ। त्यो डाँडा मासतिर आलु रोपेको छ, पुराको पुरा हरियाली छ। अचेल अब अस्तिको पानी आएदेखि मौसम एकदम राम्रो भएर खोला नाला देख्न सक्नुहुन्छ। ऊ तल पुल पनि रहेको छ। अब के गर्नु, भिडियो त कसैले हेरिदिँदैन। यसो भ्युज स्युज आए पो बनाउनु मजा आउँछ। अनि मलाई त एडिट पनि गर्नु झ्याउ लागेर एडिट सिडिट पनि नगरिकन बरु नयाँ कन्टेन्ट चाहिने अरे युट्युबलाई पनि। अनि त्यही भएर म त यो सिस्नो देखाएर हो, यो चाहिँ सिस्नो हरियाली सिस्नो देख्न सक्नुहुनेछ है। अनि त्यही भएर म त नयाँ कन्टेन्ट चाहेको, अलिकति फरक खालको कन्टेन्ट चाहेको भन्दो रहेछ। अनि त्यही भएर म त खासै त्यस्तो राम्रो भिडियो बनाउँदैन गाइज, एडिट नगरिकन हाल्ने गरेको छु अचेल त है। गाइजहरू हेर्नुहोस्, म तपाईँहरूलाई देखाउन गइरहेको छु। यस्तै छ है। यो उवा हो, यो चाहिँ अलि नफस्टिएको भनौँ, नभएको भनौँ न, अलि मसिनो बोट भएको। यो भनेको कहिले भनेपछि कुन महिनामा रोप्छन् यो भनेको त, उवाहरू भनेको त ठ्याक्कै भन्नुपर्दाखेरि देख्न सक्नुहुनेछ गाइजहरूले। म चाहिँ अलिकति के छ भने, कस्तो छ भने अलिकति अब यिनीहरू चाहिँ म माथि एकदम रिसाएर हेर्ने गरेको छन्। म चाहिँ अब यिनीहरूको भेना हो खासमा। यो बिचको चाहिँ मेरो बुढी हो, यो चाहिँ मेरो साली कान्छी हो। यो चाहिँ बेसरी अलि रिसाउने स्वभावकी छ। यो पनि अलिक कामै नगर्ने स्वभावकी छ। यो चाहिँ फेरि हेर्नुहोस् है। ल गाइज यस्तो खालको छिन्, मुखसब चाहिँ लजाउ छिन्, लजाएकी छिन्। अनि के भन्नु, अब यहाँ देख्नुभयो यो तोरी हो क्या। यो तोरी चाहिँ असिनाले कुटेर पुराको पुरा यस्तो छित्रभित्र बनाएछ। त्यही पनि यसो भुटुन खानुलाई चाहिँ छुट्याएर अलि हुन्छ कि भनेर लाने हो गाइज। ल आजको बिहानको भ्लगमा यस्तो छ। बिहानको भ्लगमा स्वागत छ तपाईँहरूलाई। अस्ति मारेको भ्लग्समा चाहिँ यही खोलामा हो गाइज। फेरि मारेको भ्लग्स चाहिँ हेर्नु पाउनु भएन, त्यसको लागि म माफी क्षमा प्रार्थी चाहन्छु। किनभने म त्यो काइन मास्टरबाट त्यो नै भिडियो नै एडिट गरेर आएको भिडियो नै डिलिट भएछ। अनि एकदम त्यो कस्तो भन्ने अनेबल भिडियो भनेर देखाएँ कि। अनि त्यही भएर त्यो चाहिँ मैले हाल्नु सकिनँ, माफ गर्नु होला। भोलि पर्सि कुनै दिनमा ल्याउनु सक्छु कि भन्ने स्वभावले त्यस्तै हो गाइज। अब के गर्नु, अब भिडियो बनाउनु मात्र हुँदो रहेछ गाइज। अहिलेको जमानामा खोइ भिडियो नहेरिदिएको कारणले म त यस्तो भएको छु गाइज। अब जस्तो पाएँ त्यस्तै भिडियो हाल्ने गरेको छु। हेर्नुहोस्, अब पहिले एडिट सिडिट गरेर हाल्दाखेरि अब तपाईँहरू कसैले हेरेर माया नगरेको हुनाले मैले चाहिँ अहिले चाहिँ यस्तो ढुङ्गा रुख खोला, यहाँनिर उवा, यो तोरी, यो चाहिँ सिस्नो, यो चाहिँ ढुङ्गा, माथि पाहाड, ढुङ्गाको छेउमा पाएको छाप भएको छ। हेर्नु है, म ट्याक्राका देखाउँछु ल गाइज। हो यस्तो जुम गर्छु कि हो। अनि त्यहाँनिर हेर्नु, यहाँनिर हेर्नु ल, यहाँनिर पाएको जस्तो छाप छ क्या, त्यहाँनिर कालो, मैले मेरो आँखाले देखेको। अनि यो जङ्गल चाहिँ ढेँडो जङ्गल हो। यहाँ चाहिँ ढेँडो बढी हुन्छ। अनि यो ढेँडो जङ्गल हो। अनि हेर्नुहोस्, ढेँडोको साथीहरू हुन् तिनजना। फेरि अर्को शीर्षकमा भन्नुपर्दाखेरि यिनीहरू ढेँडोको साथीहरू हुन्। ल हेर्नु है, ल त्यस्तो छ कुरा। ल धन्यवादै गाइस। अब म पनि काम गर्नुपर्ने हुन्छ हल्का होइन। अलि काम गरेन भने त फेरि भरे खाना मिल्दैन, गाह्रो छ नि। त्यही भएर हल्का ल गाइस, यस्तै हो।
देख्छु झलल झलल झलमल झलमल जुन तारा झलमल झलमल जुन तारा सबैले हेर त यता झलमल झलमल जुन तारा कस्तो नहेर्दा सिनहरु त